ल फेरि स्टार्ट भइएको छ। हामी यत्रो टाढा आइयो नि यार। आदि भ्लग छुट्यो नि, सरी ल सबैलाई। दादा दिस क्याम मजा। हिँड्दै है ढोग्ने। मलाई त दा यो बोलेरको त चाक जस्तो लाग्यो यार पछाडिको यार। कति राम्रो राम्रो केटीहरू हो म्याचतिर आकाशे पुलमा जाने र माथि भजा नजाने बाइकै लिएर जाने हेर्छ। आँसु निक्लियो यार। आँसु हिँड्नु त हिँड्नु के यो लाइनिङमा वालचाल भिड जयकोटे हाम्रो एरियामा जयकोटे। अब रानीगञ्ज जाँदैछौँ घरतिर। कति राम्रो भएर हिँड्नु क्या अन्टी। पछि यहाँनिर छ रनिङ हान्दैछ, रनिङ हान्दैछ डगले। देख्न सक्नुहुन्छ अगाडि पनि भिड छ। भिड भएको छ अगाडि नि। चेकिङ त छैन दा। चेकिङ यस्तोमा कहाँ चेकिङ बस्छ त यार। यतै जाने त हामी यता जाने हो क्या। हिँड्नु त ढुक्क भएर हिँड्नु गरेको कसले उसो भएको छ दाइले गाडीबाट। हाम्रो भ्लग कस्तो भएको छ हेर्नु होला है सबैले। लाइक सब्सक्राइब गरिदिनु होला। अब हामी आफ्नो घर जाँदैछौँ। माछा खान मन लाग्यो भने यो होटेलमा आउनु होला है। तावा रेस्टुरेन्ट ठ्याक्क। माछा साछा खान मन लाग्यो भने, तातो हुनु मन लाग्यो भने आउनु होला।
क्या हो दा यार बिस्तार हान्नु दा गाडी छ नि त कार छ त्यो साइडलाई पनि छ हात कति लोड लिएर हिँडेछ होला बे यो टिप्परले यार बाटै भट्काउँदा जस्तो गरेर हिँडेछ यो टिप्पर त यार आमा पुलबाट त कति राम्रो राम्रो नानीहरू हिँडेछन् नि केटीहरू त है अगाडि हिँडेर देख्न सक्नुहुन्छ केटी यस यस्तो उस गर्नु है हाम्रो एरियामा यो ड्याम बन्दैछ है यस फुलबारी ड्याम बन्दैछ सानोवाला लिन सक्नुहुन्छ रानीगञ्ज एरिया हाम्रो पसल दाइको ल अब हाम्रो एरिया जाँदैछौँ झोल मोमो बेस्ट हाम्रो एरियामा झोल मोमो पाउने बेस्टी ठाउँ ठ्याक्कै अगाडि चोकमा भ्लग बनाउँदै भइहाल्दै जाने क्या भ्लग बनाउँदै जाऊँ क्या ल दा हस् फोन नम्बर तिम्रो त्यही हो न दाइको है फर्स्ट टाइम राइडिङ ल दा राम्रोसँग जानु दाइको पसल मेरो घरको एरिया कहाँ हो हाम्रो ग्याङ डगी ग्याङ के चाहिँ हिरो आया दुईटा हिरो आउँदैछ नि के छ यार कहाँ हो भ्लगर हानिदिने त नि हाम्रो दाइको घर दिस इज आवर हाउस या मेरो घर माछा चाहियो भने भन भाइ हेलो चना अच्छु जाडो छु या मेरो छाना हेलो दिस इज माई रुम दिस इज मम ड्याड